Hi guys, good morning and welcome back to my channel again. अहिले चाहिँ म बिस्तारै बोल्दैछु because नानीले भर्खर सुतायो अन्त what I'm going to do today भन्दा चाहिँ I'm going to apply some onion hair oil किनभने नि मेरो आजकल पुरा लाग्दो कपाल झर्नु थालेको छ हो यस्तै सुतेर उठ्दा पनि बुम बुम झर्छ अन्त अलिकति निकै डर पनि लाग्दैछ त्यसै त मेरो कपाल पातला छ हो त्यसै त मेरो कपाल पातला छ कि झन् झरेर सक्छ होला भनेर चाहिँ I'm quite worried so त्यही भएर चाहिँ अब तेल अप्लाई गरौँ भनेको अनि म तपाईहरुलाई देखाउँछु तेल अप्लाई गर्दा गर्दै कतिको कपाल झर्छ रहेछ भनेर ब्रेस्ट फिडिङमा चाहिँ कपाल झर्छ भनेको सुनेको थिए तर यति साह्रो झर्छ भनेको पनि थाहा थिएन अब मतलब यति साह्रो झर्छ भनेर पनि हो सो टुडे I'm going to apply some oil on my hair so let's see आजको भिडियो के कस्तो हुनेछ है स्टार्टिङ चाहिँ यस्तै भइहाल्यो अन्त अब हेर्दै गर्नुस् न ल म चाहिँ तेल लगाल्छु एकछिन नानी सुतेको बेलामा अहिले फेरि नानी उठ्न पाउँदैन हो बल्ल बल्ल सुताइराख्छु नानीलाई चाहिँ सो एकछिन भेटौँ ल मेरोमा चाहिँ यो छ प्लमको हैन यो चाहिँ मैले अरूकोबाट रिभ्यू अब राम्रो रहेछ भनेर चाहिँ पाएर चाहिँ मैले पनि अप्लाई गर्छु भनेको तर हुन्छ नि मैले यो हार्डली 1 to 2 टाइम्स मात्रै युज गरेँ नि त सो मलाई त्यतिको डिफरेन्स याद छैन हो अन्त अब चाहिँ यही अप्लाई नै गर्छु डेली भनेर नट डेली अब हप्तामा एक खेप या दुई खेप चाहिँ अप्लाई गर्नु पर्यो त्यहाँ चाहिँ रिजल्ट कस्तो हुन्छ भनेर चाहिँ हेरौँ भनेको लेट्स सी हेर्नुस् यो केटाले दियो त अब ओइलिङ गरेर मात्रै हल्का यहाँ अहिले नुहाएर पनि झर्छ कपाल कोर्दा पनि झर्छ हो यस्तो डरलाग्दो हेयरफल हुँदैछ हेर्नु के गर्नुपर्ने हो आज चाहिँ यस्तो भइरहेको छ यी दिन हो अलिक के भन्नु अब घाम लाग्दै हराउँदै भइरहेको छ अन्त मेरो चाहिँ प्लान्टहरूमा पनि पानी हाल्नुपर्ने हालेको पनि छुइनँ खोर्सानी सुकिरहेको छ धनियाँ यतिको भएको छ हो योपालि धनियाँ साह्रै उयो भयो के भन्नु साह्रै ढिलो फल्यो जस्तो लाग्यो मलाई चाहिँ अब अर्को पटमा पनि रोपिराख्नुपर्ने रहेछ यो दुईटा चाहिँ उयो नभएको खोर्सानी है नबढेको सो यसमा पनि पानी हाल्नुपर्ने छ एकछिनमा हाल्छु अब ए उयाँनिर रोज देखाउँ भनेको थिएँ कस्तो मजाले फुलिरहेको छ येल्लोमा हो दामी छ कलर आयो दिन पनि यस्तो हुन्छ घरि पानी पर्ला जस्तो घरि घाम लाग्ला जस्तो नानी सुतिरहेको छ सो गाइज तपाईले देखिहाल्नु भयो मेरो हेयर फल हो कतिको हुँदो रहेछ भनेर आई डोन्ट नो अब मेबी सबैको त्यस्तै हुन्छ कि कस्तो हुन्छ हेयर फल हुन्छ भनेको त सुनेको थिएँ तर एक्सेसै हुँदैछ डर पनि लाग्दैछ ला म चिन्नु हुन्छ होला भनेर त्यसै त कपाल छैन हो हेर्नुहोस् न पातला हो त्यही माथि हेयर फल हुँदा ओर्दा त जवानीमै चिन्नु हुन्छ होला भन्दै अब आई डोन्ट नो स्याम्पो चेन्ज गर्नु कि के गर्नु किन अब के पिल्सहरू खानुपर्छ कि हो प्लिज डु सजेस्ट मी गाइज है तपाईहरुलाई यदि थाहा छ भने चाहिँ अब जतिजना पनि जेन्युइनली भिडियो हेर्नुहुन्छ मेरो भिडियो मन पराइदिनु हुन्छ भने चाहिँ प्लिज मलाई सजेस्ट गरिदिनुहोस् हैन म के गर्नु भनेर वेदर अब पिल खानु कि या अब के गर्नु स्याम्पूहरू चेन्ज गर्नु कि के गर्नु प्लिज भनिदिनुहोस् न ल इट्स अ हम्बल रिक्वेस्ट साह्रो टेन्सन लागिसक्यो यसरी सुतेर उठ्दा पनि
उसमै हुन्छ सिरानीमै हुन्छ हो त्यसपछि नानीलाई लागेर नानीको घाँटीमा बेरिरहेको हुन्छ कति त अब कति त निकालेर फ्याँक्छु अब तर पनि हुँदैन एक्सिसै झर्दैछ एक्सिसै यो त जस्ट अलिकति मात्रै थियो अहिले नुहाइसकेर पनि हुन्छ पुरा हो सो डर लाग्दैछ के गर्नु सो गाइज अहिले चाहिँ मैले हेयर वास पनि गरिसकेँ हो ओइलिङ गरेर अन्त चाहिँ वाट आई डिसाइडेड भन्दा चाहिँ आई डिसाइडेड टु चप माई हेयर हो I decided to chop my hair हो अन्त यत्रो बनाइदिए होस् सबैलाई भनेर अलिकति भए पनि उयो हुन्छ कि भनेको मतलब त्यो के भन्छ झर्दै गरेको कपाल पाल्दै पाल्दैको होइन मुनि चाहिँ यत्रो हुन्छ नि त हो सो त्यही भएर चाहिँ मैले काटिदिएँ होइन अन्त मैले चाहिँ कहाँबाट कपाल काटेको भन्दा चाहिँ नन अदर देन मेरो ड्रेसर चाहिँ यहाँ हुनुहुन्छ हेयर ड्रेसर AKA अमित तामाङ हो अमित तामाङज्यूले काटिदिनु भएको बाङ्गो भएछन् चाहिँ एक वर्ष मुख बनाउँदै गरेछ होइन आपाले चाहिँ मुख बनाउँदैछ कि कपाल दामी काटिदियो भनेर है बिग्रेको छ भने चाहिँ सो यहाँ त्यति नै थियो काटिदिएँ मैले त्यही देखाउनु थियो तपाईँलाई अब चाहिँ ग्रोथ अलिक राम्रो हुन्छ कि कपाल आएर बादमा होइन पातला देख्दैन होला भन्ने चाहिँ जस्तो लाग्यो होइन त्यही भएर मात्रै काटिदिएको नभए त आई लभ माई हेयर नि है अन्त मेन त यहाँनिर सरले पनि मेरो कपाल आधी उधी सकिदिनुहुन्छ आधी उधी झर्छ आधी उधी यहाँ सरले तानिदिनुहुन्छ नि त है है पार्सल छोराको पार्सल अस्ति मगाइदिएको छु भने नि तर कस्तो सानो रहेछ म त ठुलो सोचेको कि के मगाएको थियो हेर न ल तर यो लुगाको क्वालिटी चाहिँ अलिक ठिक छैन रहेछ है यो बुकहरू छ यहाँनिर स्ट्यान्ड छ नि देख्यौ पढ्नु चाहिन्छ नानीले पढ्छ भने उसले होइन यसो कलरफुल हेरोस् भनेर नि सिरानी नि त हुन्छ यी नम्बर्सहरू पनि रहेछ नि त सिक्नेलाई त है तर हाम्रो नानी त अहिले सानै छ सिक्नु सक्दैन भोलि पर्सि अब अहिले चाहिँ उसलाई कलरको लागि मात्रै होस् है सिरानी पनि हुन्छ यी तर अलिक क्वालिटी चाहिँ अलिक उयो रहेछ त्यति नै होला बेबीको चाहिँ भोलि इक्जाम छ अरे क्या पढ्दैछ यहाँनिर भाइ सबै याद गर्नु है ल यहाँनिर सबै बडी पार्ट हो यहाँ एबिसिडी डल्लै हेर्नु है ल एबिसिडी पढ्ने एबिसिडी कस्तो अगाडि बिचारा हेर न पढेको जस्तो हेरेको लागि हैन यस्तो त्यतै हेर्दै थियो हैन त्यतै हेर्दै थियो अगाडि राख्दै थियो अघि चाहिँ उइसमा खेल्नु भुल्यो हैन उयो खेल्नु भुल्यो अन्त खानुमा भुल्यो अन्त फेरि उ हेर्नु पढ्दैछ राम्ररी पढ त्यो आयो नानी अब अक्कु पनि हेर्ने अक्कु हेर्नु बिचारा साह्रै अगाडि हेर्नु न 012 हेर्नु हो अगाडि त हेर्नु यो त झनै हेर्छ यो चाहिँ हेर्छ बेबी जस्तो देखेर यतापट्टि 1 2 3 4 छ यता पो रहेछ यहाँ यहाँनिर यहाँ यता छेउमा राख्दा चाहिँ पुरै पढेको जति गरिरहेको थियो कि नि बेबी चिकन
banana, chicken, banana, banana, banana. उसलाई चाहिँ यसरी खेलाउँदा मजा आइरहेको छ देख्दैछ होला है घरि माथि घरि तल हुँदै रहेछ हो घरि नानी नदेखेर घरि म नदेखेर हुँदै रहेछ आई होप देख्दैछ होला है बनाना बनाना भनिदिनुहोस् त बनाना बनाना हजुर के भयो बेबी है कोले कस्तो पसिना आउँछ आम्मा छप्पै रहेछ खै नानी उठा त आम्मा छप्पै छ है हेर्नु है देख्दैछ होला है कस्तो डरलाग्दो पसिना आउँछ कस्तो डरलाग्दो एक्सेस पसिना चाहिँ उसलाई आउँछ साह्रो गरम जिउको छ के डरलाग्दो पसिनाको नानी तिमीलाई ऊ साह्रो उफ्रिँदै थियो नि त उफ्रेकै गर्छ छोरा अन्त पसिना पनि आउँछ चिकन बनाना भन्दै बनाना भन्ने तिम्रो दलसँग खेल ऊ सिधै मुखमै मात्रै हाल्छ यता उता यता खै एकछिन म दिन्छु नि फेरि यता उता होइन डाइरेक्ट मुखमै इच्छा उता हन भन्नु ओ ल्या के भयो